साडीको चाहिँ फोटो राखेको छु किनभने म मेरो दाइको बिहे लागिसक्यो त्यही भएर म मेरो सासू मम्मीहरू साडी किन्न गएको अब किनकि मेरो दाइले भन्नुभएको थियो कि काठमाडौँबाट नै साडी किनेर ल्याऊ बेहुलीको लागि किनकि हाम्रोमा बहु भोज हुन्छ नि बेहुलीको भोज लाग्छ हाम्रोतिर त्यही भएर साडी चाहिँ त्यो दिन चाहिँ लगाउनलाई त्यो दिनको लागि साडी चाहिँ किन्न गएँ अनि गएपछि अनि गएर त्यही बसन्तपुरमा एकछिन बसेँ सुटिङ हेरेँ सुटिङ पनि भइरहेको थियो अनि माइजू बहिनीलाई बोलाएको थिएँ माइजू नन्दलाई पनि बोलाएको थियो अब साडी चुज गर्नलाई त एकैचोटि हुँदैन त्यही भएर म माइजूहरूलाई पनि बोलाएँ अनि म र मेरो सासू एकछिन कुरौँ न यहाँ चाहिँ सुटिङ भइरहेछ सुटिङहरू हेरेर जाउँ अनि मात्रै साडी किन्ने उनीहरू पनि आउनलाई ढिला हुन्छ होला त्यही भएर आधी घन्टा या 1 घन्टा जति चाहिँ सुटिङ नै हेरेँ एकैचोटिमा हुँदैन जे गरे नि हुँदैन सुटिङ गरेपछि त गाह्रो भइहाल्छ अनि यो के अरे सुटिङ भइरहेको थियो म चाहिँ मान्छेलाई चिन्दिनँ के अरे नेपाली एक्ट्रेसलाई म त खासै चिन्दिनँ यार के भन्नु खासैमा लाग्यो होला कि अब खोइ अब उताको मान्छेहरू भनिरहेको थियो करिश्मा अब के हो नाम चाहिँ मलाई थाहा छैन तर हेर्नुमा राम्रै हुनुहुन्छ एकदमै गोरी थियो अनि हामी दुईजना बसेर सुटिङ हेऱ्यो हेर्नु सक्नुहुन्छ यो चाहिँ एक्ट्रेस हो करिश्मा भन्ने अब म चिन्दिनँ खासै म्यामलाई अनि हेर्नु चाहिँ कति राम्रो हुन्छ कालो चस्मा सङ पनि त्यही कालो चस्मा जस्तै थियो सङ चाहिँ याद भएन मलाई कालो चस्मालाई केटा हेर्ने अब खोइ कस्तो थियो मलाई थाहा छैन हेर्न सक्नुहुन्छ उतापट्टिबाट यतापट्टि आइसक्यो हामी सुटिङ हेर्नलाई अनि त्यसपछि डान्स चाहिँ अलिअलि सुरु भयो अनि डान्स सुरु भएपछि चाहिँ अब डान्सहरूमा कतिचोटि ट्राई गर्छन् एकचोटिमा पर्फेक्ट सर्ट आउँदैन यस्तै हुन्छ क्या हामीलाई पनि टिकटक रिल्स बनाउँदाखेरि कस्तो गाह्रो हुन्छ एकचोटिमा हुँदैन एकदमै रिस उठ्ने यस्तो घाममा पनि कस्तो राम्रोसित डान्स गर्नुभएको थियो करिश्मा म्यामले मलाई त एकदमै मन पर्यो डान्स चाहिँ हेर्न सक्नुहुन्छ पुरै ग्रुपिङ डान्स छ अब यो सङ चाहिँ कहिले रिलिज हुन्छ त्यो त मलाई थाहा भएन खासै हामीले चाहिँ साडी लिन गएको तर त्यही सुटिङ भइरहेको थियो सुटिङ हेर्न लाग्यो हामी मम्मी र म अनि माइजूको वेट पनि गरिरहेको थियो अनि हेर्न सक्नुहुन्छ डान्स गर्दा गर्दै कति थाकिसक्यो बहिनीहरू अनि यस्तो गऱ्यो त्यसपछि त्यो सकिसक्यो फेरि जात्रा आयो जात्रा पनि गइरहेको थियो अब सबैजनाले सुटिङ हेर्दै त्यो जात्रा पनिको दर्शन गरिसक्नु भयो सबैजनाले अब मेरो सुटिङ सबै हेरिसकेपछि हामी अब गएँ अब त्यही अब बसन्तपुर भैरव काल हुन्छ नि छ नि मन्दिर त्यही गएर एकछिन कुरेँ माइजूलाई अनि हेर्नु सक्नुहुन्छ पुरै रमाइलो ठाउँ हुन्छ मान्छेहरू कति घुम्न आउँछ यहाँ दिनकै मान्छे हुन्छ कि योभन्दा नि धेरै मान्छेहरू हुन्छ होलीमा कस्तो रमाइलो हुन्छ होलीमा हेर्ने ठाउँ पनि हुँदैन यो ठाउँमा बसन्तपुरमा अनि त्यसपछि माइजूलाई कुरेर अनि माइजूहरू सबै आइसकेपछि हामी गएँ साडी हेर्न सक्नुहुन्छ अलिअलि साडीको पनि भिडियो बनाएको छु हेर्न सक्नुहुन्छ यो चाहिँ ब्लाउजको साइड हो ब्लाउजको पनि मिठो बुटिङ गरेको छ हेर्न सक्नुहुन्छ कस्तो लाग्यो तपाईहरुमा दुईटै साडी कुन चाहिँ मन पर्यो हजुर भन्नु है तर दुईटै साडी लिइसकेको छु तर पनि कुन राम्रो छ तपाईहरु कमेन्टमा भनिदिनु अनि म चाहिँ अर्को साडी पनि ट्राई गरिरहेको थिएँ हेर्न सक्नुहुन्छ मिरल चाहिँ अलि टाढा भएर मलाई मोबाइल अनि सल अनि फेरि साडी सम्हाल्न गाह्रो भइरहेको थियो
तर पनि अलिअलि क्लिप लिएँ म। हेर्न सक्नुहुन्छ कस्तो लाग्यो यो साडी। जस्तै बुट्टामा चाहिँ रातो अलि सेम रातो त्यस्तै रातो ट्राई गर्न पनि मिल्थ्यो तर त्यस्तै कोसँग त्यतिकै लागेर म चाहिँ भिडियो बनाएँ। अनि त्यो साडी चुज गरिसकेपछि हामी आएँ बस चढ्नलाई। बसलाई कुरिरहेको थिएँ, बस नै थिएन हाम्रो उता दक्षिणकाली जाने बाटोमा। अब एकछिन कुरेर सासूमा थाकेर त्यहीँ बस्नुभयो अनि म चाहिँ त्यहीँ उभिएर बसिरहेको थिएँ। अनि हेर्न सक्नुहुन्छ यो दाइले चाहिँ अब त्यही बिमारीहरूको सहयोगको लागि आफैले डान्स गरेर मेहनत गरेर अरू मान्छेलाई सहयोग गर्दै हुनुहुन्छ। तपाईँ पनि यस्ता अब डान्स गर्ने मान्छेहरू हेऱ्यो भने अब त्यही यहाँ बोर्डहरू राखेको हुन्छ, बोर्डहरू हेरेर पढेर राम्रोसित फेक हो कि रियल हो त्यस्ताहरूलाई सम्झेर बुझेर सहयोग गरिदिनु होला है। तर यो भाइले चाहिँ एकदमै राम्रो काम गरिराख्नु भएको छ। त्यही भएर म नि गएर जति पुग्ने गरी जति मेरो ऊ छ त्यति म चाहिँ उहाँ दाइलाई सहयोग गरेको छु। तपाईँहरू पनि यस्ता आयो भने अनि सहयोग गर्नु होला है गाइज। अनि के अरे हाम्रो बस पनि आइसकेको छ हेर्न सक्नुहुन्छ। बसमा नै चढिसक्यो अनि बसमाथि नै हामी चाहिँ हेर्न सक्नुहुन्छ सिंहधाराको भिडियोहरू हेर्न सक्नुहुन्छ। भिडियोहरू अलिअलि गरेर बसमाथि नै, तर घामले गर्दाखेरि अलि राम्रोसित देखेन। अनि भाइले पनि कति मेहनत गरेर डान्स गऱ्यो। अब त्यहाँ हेर्न सक्नुहुन्छ बोर्ड चाहिँ लगाएको छ सहयोगको लागि। अब आफन्तहरू के अब सहयोगको लागि डान्स गरिरहनु भएको थियो हेर्न सक्नुहुन्छ पुरै लेखेर। अनि सबै जिमेल आइडी रिल्स इन्स्टाग्रामको टिकटक इन्स्टाग्राम फेसबुक गुगल जिमेल सबै आइडीहरू दिएको छ। अनि त्यो दाइ चाहिँ सबैलाई सहयोग गर्नको लागि यस्तो डान्स गरिराख्नु भएको थियो। तपाईँहरू पनि सबैजना सपोर्ट गरिदिनु होला है गाइज। हेर्न सक्नु कति गाह्रो हुन्छ है यस्तो डान्स गर्दाहरू। कति यस्तो घाममा पुरै यस्तो गर्मीमा डान्स गरिराख्नु भएको थियो। दाइको पुरै खुट्टाहरू दुख्ने हुन्छ होला तर पनि अरूको लागि सहयोग गर्दै हुन्छ। बस्नु चढ्न लागिसक्नु भयो। सबैजना लाइक कमेन्ट सब्सक्राइब गर्नु होला।